सर भनेर भन्नुहुन्थ्यो होइन। दिगो विकास धेरै रहेछ। यो दिगो विकासबाटै 6वटा प्रश्न आउने भएको हुनाले यसमा अलिक बढी टाइम लागेको। हामी अन्तर्राष्ट्रिय सङ्घ संस्थाको तपाईँको क्लास छुटेको छ भने पनि नाइसको एपमा भिडियो आउँछ है। असै इन्सपेक्टर पनि अब विज्ञापन आउला होइन। ठ्याक्कै मलाई सेड्युल चाहिँ ठ्याक्कै यो मिति थाहा भएन र अब विज्ञापन खोल्ने बेला भएको छ र अनि यो दिगो विकास सम्बन्धी 6वटा प्रश्न आउने हो र यसमा यिनी मेन पहिला टपिक्सहरू सक्नु र मैले तपाईँहरूलाई चाहिँ धेरै पटक भनिराखेको छु है। यो म्यासेज चाहिँ ओल्लिमी गर्नु साथी हो है। फोर्थ पेपरको कोर्स चेन्ज भएको हो होइन, लेखा परीक्षण मात्रै चेन्ज भएको हो, अरू कोर्स एजिटी हो केही पनि छैन। तपाईँ लेखा परीक्षण दिने मान्छेलाई चाहिँ अलिकति चेन्ज भएको मात्रै हो, अरू केही भएकै छैन। तपाईँ त्यसमा चाहिँ एक शब्दमा त्यो म क्लियर पार्दिएँ। र अब यो 6वटा जिके आउने कुरालाई चाहिँ त्यही भएर अलिकति हामी टाइम लाग्यो। हामी ओजन तहमा थियौँ र ओजन तहको बारेमा हामीले धेरै त पढिसक्यौँ होला हो। ओजन तहको बारेमा हामीले पढिसकेको हो नि त। ओजन तहको बारेमा चाहिँ हामीले पढिसकेका हो होइन। ओजन तहको चाहिँ ओजन तहको के हो सर हो। ओजन तहको चाहिँ अलिकति एउटा इम्पोर्टेन्ट कुरा थोरै यहाँ म लेखाउँछु हेर्नु। एउटा ओजन तहको बारेमा यहाँ एउटा जान्नुपर्ने कुरा, यहाँ हिजोको जस्तो एउटा यो आउन सक्छ है, मिति लेख्नु यहाँ होइन। एउटा मिति लेख्नु, एउटा यहाँ विषय, हिजो हरितगृह प्रभावको लेखाएको थिएँ नि, यो पनि प्रश्न आउन सक्छ क्या। विषय लेख्नु। अनि अर्को भनेको चाहिँ को हो व्यक्ति, यो व्यक्ति यो विषयसँग सम्बन्धित व्यक्ति को हो, यसरी चाहिँ आउन सक्छ है यो को हो। अनि यो चाहिँ कुन देशको नागरिक हो भनेर पनि आउन सक्छ। नभए यति चाहिँ जान्नु, यति चाहिँ कुन देशको नागरिक हो भन्ने झ्याप्पो कोही धेरै जसो सर्च गरेर खोजिदिनुहुन्छ, झ्याप्पो यो गाह्रो पनि भएन तपाईँलाई। स्पेसल्ली यो व्यक्ति चाहिँ को हो भन्ने कुरा। जस्तै विषयमा हेर्नु यहाँ मिति चाहिँ अनि एकछिनमा लेखौँला। यो क्रमशः लेख्नु यहाँ एउटा कुरा। यसमा चाहिँ के हुन्छ त भन्दाखेरि जस्तै ओजन तहसँग सम्बन्धित कुरा हेर्नु है साथी। ओजन तह सम्बन्धित कुराहरू जस्तै ओजन तह पत्ता लगाउने चाहिँ लगाएको चाहिँ कसले हो भनेर प्रश्न सोध्न सक्छ। ओजन तह पत्ता लागेको हेर्नु है, ओजन तह पत्ता लागेको व्यक्ति को हो भनेर सोध्न सक्छ। एक नम्बरमा ओजन तह पत्ता लगाउने, ओजन तह पत्ता लागेको है, ओजन लेयर पत्ता लगाएको कसले पत्ता लगायो भनेर सोध्न सक्छ। ओजन तह यो ओजन तह भनेको चाहिँ यो गार्डेन डब्सन भन्नेले पत्ता लगायो र यसैको नाममा चाहिँ यसलाई डब्सन युनिटमा नापिन्छ भनेर पनि भन्छ। तर यसलाई 1913मा सुन्नु है, 1913मै यो भनेको ओजन तह तपाईँको बुकहरूमा लेखेको छ 1957मा हेर्नु है। 1957मा यो गार्डेन डब्सन भन्ने मान्छेले पत्ता लगायो भनेर भन्छ। तर यो यहाँ चाहिँ ख्याल गर्नुपर्ने कुरा एउटा, यो 1913मा हेर्नु है, 1913मा चाहिँ यो चार्ल्स फेरेबी र यो चार्ल्स फ्रेबी है, चार्ल्स फ्रेबी र अनि अर्को के छ त भन्दाखेरि यो हेनरी बुइसन भन्ने मान्छेले के गरे त भन्दाखेरि 1913मा चाहिँ यो ओजन लेयर पत्ता लगाएका हुन् भनेर भन्छ। ख्याल गर्नु होला अप्सनमा। यदि यो छैन भने त्यही त्यो गार्डेन डब्सन भन्ने भइहाल्यो। यहाँ तपाईँको आज मेरोमा कमेन्ट हेर्नै नमिल्ने आयो कि यो है। यसो अलिकति कस्तो त साइडमा कमेन्ट आउँथ्यो है। ल त्यो यसरी चाहिँ हेर्नु पर्यो। चार्ल्स फ्रेबी र हेनरी बुइसन भन्ने मान्छेले 1913मा ओजन लेयर पत्ता लगाएका हुन् र तपाईँको बुकमा चाहिँ 1957मा के भन्छ भन्दाखेरि यो गार्डेन डब्सनले चाहिँ पत्ता लगाएको हुन्, त्यही भएर यसलाई डब्सन युनिटमा नापिन्छ भनेर भन्छ। तर चाहिँ यो कुरा पनि तपाईँले ख्याल गर्नु होला। एउटा विषय चाहिँ मैले यहाँ लेखाएँ। अब यो ओजन तहको विनाश सम्बन्धी अध्ययन कसले गर्यो भनेर प्रश्न आउन सक्छ। अर्को यो ओजन तहको विनाश सम्बन्धी अध्ययन, तहको विनाश सम्बन्धी अध्ययन है, विनाश सम्बन्धी अध्ययन। यो ओजन तहको विनाश सम्बन्धी अध्ययन कसले गर्यो भनेर प्रश्न सोध्न सक्छ। यो भनेको को हो भने जेसी फार्म्यान भन्ने मान्छेले है, जेसी फार्म्यान भन्ने फायर भएको क्या, फार्म्यान भन्ने मान्छेले चाहिँ के गर्यो भन्दाखेरि यो ओजन तहको अध्ययन गरेको है। यो ठ्याक्कै मिति चाहिँ ठ्याक्कै त्यो यसको यो ओजन तहको उसमा चाहिँ ठ्याक्कै भेटिन्न। त्यही भएर मैले यो मिति अलि यो स्योर नभएर मैले लेखा छैन। यो तपाईँ आफू पनि यसमा हेर्नु होला। र ओजन तहको विनाश सम्बन्धी अध्ययन चाहिँ कसले गर्यो, जेसी फार्म्यानले गर्यो भनेर भन्नु होला।
र अर्को ओजन तहसम्म विनाश सम्बन्धी अध्ययन गरेको हो। तर ओजन तह पातलिँदै गएको कहिले हो भनेर भन्छ अर्को। ओजन तह है, ओजन तह पातलिँदै गएको कहिले भन्नु भन्छ, पातलिँदै गएको छ है, पातलिँदै गएको छ भनेर चाहिँ पत्ता गएको छ भनेर कसले भन्नु? ओजन तह पातलिँदै गएको कुरा कसले गर्नु भन्दा शेरवुल्फ रोनाल्ड भन्ने, शेरवुल्फ यो रोनाल्ड भन्ने मान्छेले चाहिँ गरेको है, रोल्यान्ड भन्ने मान्छेले चाहिँ गरेको हो। र यो कहिले गर्यो भन्दा 1974 मा गरेको हो। यसलाई चाहिँ ख्याल गर्नु होला। 1974 मा शेरवुल्फ रोल्यान्डले ओजन तह पातलिँदै गएको कुरा चाहिँ भन्ने मान्छे यो शेरवुल्फ रोल्यान्ड र अनि मेलिना पनि भन्छ, तर मुख्य मान्छे चाहिँ यो शेरवुल्फ रोल्यान्ड हो। यसमा चाहिँ ख्याल गर्नु। अनि अर्को कुरा भनेको चाहिँ यसपछि 9 वर्ष, यो भनेको 84, 11 वर्ष पछाडि हो, 1900 कति त भन्दा 85मा, सन् 1985 मा ओजन तहमा पुवाल परेको है। ओजन तहमा चाहिँ के गरेको त भन्दाखेरि पुवाल परेको भनेर भन्ने, तहमा पुवाल परेको है, होली बे भनेर भन्छ कि यो अन्टार्क्टिका माथि परेको हो, यो होली बे भनेर तहमा पुवाल परेको भनेर चाहिँ कसले भन्नु भनेर प्रश्न आउन सक्छ। यो ओजन तह भनेको कहाँ पुवाल परेको छ भन्दा अन्टार्क्टिका माथि पुवाल परेको छ। यो यसको नाम होली बे भनेर भन्छ। यो पनि कसले पत्ता लागेको भनेको भन्दा यही ओजन तहको विनाश सम्बन्धी अध्ययन गरेर यो जेसी फार्मेनले चाहिँ के गरेको त भन्दाखेरि यो ओजन तहको लेमा पुवाल परेको छ भनेर जेसी फार्म्यान भन्ने मान्छेले चाहिँ यो भनेको हो भनेर यसरी चाहिँ ख्याल गर्नु होला। ल साथी, यो प्रश्न आउन सक्छ, ओजन तह कसले पत्ता लाग्यो? यो झुकिन्छ है, तपाईँको बुकमा एउटा मात्रै हुने गर्छ। ओजन तहको विनाश सम्बन्धी अध्ययन कसले गरेको हो? ओजन तह पातलिँदै गएको कुरा कसले भनेको हो? ओजन तहमा पुवाल पर्यो है भनेर भन्ने मान्छे को हो? यो इक्जाममा जोडा मिलाउन आउन सक्छ। हरितगृह ग्यास कसले के अरे अध्ययन गरेको? हरितगृह प्रभाव भनेर को भनेको? हरितगृह सम्बन्धी रहस्यमय उद्घाटन गर्ने को हो? हिजो हामीले पढेको थियौँ नि हो। यस्ता कुराहरू चाहिँ तपाईँले यी विषयवस्तु जान्नुपर्छ साथी। पढ्ने बेलामा यो 6वटा प्रश्न आउँछ, यसलाई चाहिँ नगर्नु। र अफिसरको सिलेबस भन्ने कुरा चाहिँ यो केही चेन्ज भएकै छैन, पुरानै हो। जिके को यो केही चेन्ज भएको छैन। अरूको सिलेबस अब मेरो सम्बन्धित विषय होइन, त्यही भएर म त्यता छिरिन। जिके को जे होस् सबै विषय तिनै हुन्, केही टेन्सन छैन। 5वटा विषय पहिला पढ्ने, अन्तर्राष्ट्रिय सङ्घ संस्था, दिगो विकास, शासन, आर्थिक र विज्ञान प्रविधि। 6 पंचे 30 पढ्ने। र तपाईँले चाहिँ आज डिटेल पढ्ने कि कसरी पढ्ने के गर्ने भन्यो भने आज मैले त मेरो फेसबुक पेजमा चाहिँ यो मनोज शर्मा भन्ने ठाउँमा जिके को लागि थोरै मनोज शर्मा भन्ने अर्को यो उसमा मेरो लाइभ थियो हो। यसलाई सुन्दा पनि राम्रो हुन्छ। तपाईँलाई कसरी पढ्ने के गर्ने भन्ने कुरा धेरै मैले आज धेरै गरिदिएको छु। यसमा पढे पनि हुन्छ, नभए मैले यही पढाएको छु। तपाईँलाई सबै डिटेल कुरा म यसरी नै पढाउँछु, यसरी नै जान्छ होइन। यो यही स्टाइलले चाहिँ हामी पढ्ने हो। यो कोर्स सकाइन्छ। अब अलि फास्ट जान्छु म, किनभने अब इक्जामको आउन लाग्यो, कोर्स सबै सकाउनु पर्यो। त्यो हिसाबले चाहिँ हामी जान्छौँ है। ल, यो तरिकाले चाहिँ बुझ्नु पर्यो साथी। ल, केही छ यहाँसम्म भने भन्नु। ल, यहाँसम्म केही कन्फ्युज छ? ल, यसरी चाहिँ बुझ्नु। ल, यो स्क्रिनसट गर्ने भन्नुभएको छ। यो अन्त मेरो यो आज साइडमा कमेन्ट आएन कि, यहाँ मेन समस्या त भयो। त्यो भएर अब आउँछ पर्ने। ल, आयो। ल, अब चाहिँ भइगयो। ल, यसमा चाहिँ हेर्नु त। ल, स्क्रिनसट गर्नु त, देखिएन भन्नुभएको छ। ल, गरिहाल्नु त छिटो, ढिलो हुन्छ है। हामी एकदम छिटो जानुपर्छ। ल, सर एकछिन रिपिट सर भन्नुभएको छ। ल, ज्ञानेन्द्र यो बुझ्नु भएन र सुरुबाट सर भन्नुभएको छ। सर सुरुमा कुन कुन पढ्ने रे? अहिले म पछि भन्छु, नआत्तिनु। त्यो बारेमा फेरि एक दिन भोलि पर्सि एक दिन ओरिएन्टेसनै राखौँला, नआत्तिनु। त्यसमा तपाईँलाई जोडेर म गराउँला। जिके को लागि पिर नगर्नु, मैले भने अनुसार लाग्नु। 30वटा जिके चाहिँ म इम्पोर्टेन्ट तरिकाले चाहिँ गराउँला। अनि यो कोर्स सकिएपछि इक्जाम ओरिएन्टेड क्वेसन आन्सर पनि गराउँछु, नआत्तिनु। र तपाईँले मलाई पर्सनल म्यासेज गर्नु है। ओजन तहको विनाश यो 185 होइन, 1900। यो भनेको ओजन तहको पुवाल परेको भनेको 1995। यो डेट चाहिँ ठ्याक्कै भेटिन्न कि यो, त्यही भएर चाहिँ 1913 हो। यो यहाँ लेखेको छ। यो दुई तिनवटा थरी डेट छ कि, त्यही भएर मैले नलेखाएको। यो 1913 मा चाहिँ यो भयो भनेर भन्छ। यो कुरा चाहिँ ख्याल गर्नु है, यो कुरा। तर डब्सनले पत्ता लाग्यो भन्ने कुरा 1957 त्योभन्दा पहिला यसलाई चाहिँ ख्याल गर्नु। 1913 मा चार्ल्स फेरिबेरो हेनरी गुइन्सले
यो ओजन तह सम्बन्धी पत्ता लगाए भनेर भन्छ है। ल यसरी जानु। ल सुई जाम सर नबुझ्यो। अब यस्तो भिडियो हेर्छन्, अब के गर्ने, यो पनि अलिकति त भनिदिन पनि पर्यो होइन। अब तर अलिक फास्ट चाहिँ गर्छु। अब यस्तै अरू कुरा चाहिँ हुँदै जान्छ। अब तर कोर्स सकिन्छ टाइमै पिन गर्नु। ल अब अर्को नम्बरमा के छ त भन्दाखेरि यो अम्लीय वर्षा भनेको के हो है। अम्लीय वर्षा भनेको चाहिँ यसमा अम्लीय वर्षा भनेर भन्छ, यसलाई एसिड रेन भनेर भन्छ। अम्लीय वर्षा भनेको पनि यसमा प्रश्न आउन सक्छ। यो तपाईँको पानी र असिना पर्छ नि हो, त्यो जलवायु परिवर्तनसँग सम्बन्धित छ क्या। यसबाट प्रश्न आउन सक्छ, ख्याल गर्नु है। यो अम्लीय वर्षा भनेको एसिड रेन हो। यसमा अङ्ग्रेजीमा यसलाई एसिड रेन भन्छ। यसमा तीनवटा ग्यास हुन्छन्। कहिलेकाहीँ मोलिकुलर फर्मुला हुन्छ, यो नाइट्रेट अक्साइड भनेर भन्छ होइन। अनि अर्को चाहिँ यसमा एउटा नाइट्रेट अक्साइड, अर्को भनेको चाहिँ सल्फर डाइअक्साइड भन्छ, अनि कार्बन डाइअक्साइड ग्यास हो। यो यिनी तीनटा ग्यास, नाइट्रेट अक्साइड, सल्फर डाइअक्साइड र कार्बन डाइअक्साइड ग्यास, यो भनेको चाहिँ यो नाइट्रोजन अक्साइड, नाइट्रोजन अक्साइड, सल्फर अक्साइड, यो सल्फर डाइअक्साइड SO2 अनि कार्बन डाइअक्साइड भनेको यी ग्यासहरू चाहिँ के भयो भन्दा यी तीनटा ग्यासहरू राम्रोसँग हेर्नु है। यो तीनटा ग्यासहरू वायुमण्डलमा चाहिँ मिस्दा, वायुमण्डलमा मिसिँदा यसो हेर्नु। अझ तपाईँ यहाँ साइन्सको स्टुडेन्ट भयो त अझ क्लियर हुनुहुन्छ। यो वायुमण्डलमा मिसिँदाखेरि के हुन्छ भने मिसेर यो जल बाष्पमा, वायुमण्डल मिसेर जल बाष्प भन्छ क्या। जल बाष्पमा के हुन्छ घुल्दाखेरि है, घुल्दाखेरि के हुन्छ भने वायुमण्डलमा मिसिएर जल बाष्पमा घुल्दाखेरि यसबाट एसिड बन्छ क्या, अम्ल बन्छ। यो अम्ल हेर्नु, यो अम्ल बन्छ। र यो अम्ल बनिसकेपछि के हुन्छ भने यो अम्ल भनेको चाहिँ के हुन्छ भन्दाखेरि पानी र असिनाको रूपमा चाहिँ के हुन्छ भने हाम्रो पृथ्वीमा आउँछ। हामीले देख्छौँ क्या, पानी र असिना पर्छ नि हो, पानी र असिनाको रूपमा पृथ्वीमा आउँछ। पृथ्वीमा चाहिँ वर्षिन्छ भनौँ न, वर्षिन्छ। यसलाई नै के भन्छ भन्दा एसिड रेन हुन्छ। यसलाई नै एसिड रेन भन्छ। र यो अम्लीय वर्षा भनेको चाहिँ एसिड रेन यो हो। र तपाईँलाई यो अम्लीय वर्षामा कुन कुन ग्यास अरू पनि छन्, तर मुख्य इम्पोर्टेन्ट ग्यास चाहिँ यिनी हुन्। एकपटक प्रश्न सोध्न सक्छ, यो कुरालाई चाहिँ ख्याल गर्नु होला। यसरी असिना र पानी आउँछ। यो बारेमा जानकारी दिने व्यक्ति भनेको चाहिँ रोबर्ट एङ्गस स्मिथ हुन्। रोबर्ट एङ्गस स्मिथ भन्ने मान्छे हुन्। यो रोबर्ट एङ्गस स्मिथ भन्ने मान्छेले चाहिँ कहिले एसिड रेनको बारेमा जानकारी दिए भनेर प्रश्न आउन सक्छ। सन् 1952मा। यो के हो त भन्दाखेरि रोबर्ट एङ्गस स्मिथले चाहिँ यसको बारेमा जानकारी दिए। अब यो मेरोमा चाहिँ नेट कमजोर होइन होला, यो 10 रामफल चौधरीले लेख्नुपर्छ। यो सबैकोमा कमजोर भयो भने चाहिँ मेरोमा होला, नत्र तपाईँकोमा नि हुनसक्छ। अरू साथीहरूले लेख्नु त त्यहाँ क्लियर बुझियो छैन र यो बुझियो छैन लेख्नु त साथी हो। ठिक छ सर, ल एकदम राम्रो। यो बुझियो कि बुझिएन भन्नु त। यो जानकारी रोबर्ट एङ्गस स्मिथले चाहिँ जानकारी दिए। ल बुझिएछ सर भन्नु। ल आइफोन, ल ठिक छ धन्यवाद। ल यसमा चाहिँ हेर बुझियो यो। ल सगर पर्सनल पठाउनु है मलाई, म्यासेज चाहिँ पर्सनल पठाउनु। ल यो स्क्रिन लिनु अनि म अगाडि बढिहाल्छु। अब अलि फास्ट गर्नु है तपाईँहरूले पनि, अलि फास्ट है, त्यो गरेपछि भइहाल्छ। ल अब यसरी अम्लीय वर्षा। अब फेरि अब यहाँ पढाएको नि बुझ्दै नबुझिने कामै छैन। यो अलि बरु अहिले पछि नेपालको इतिहास विश्वको भूगोल पढाउने बेला अलि रकेट स्टाइलमा जाउँला। अब यसबाट प्रश्न पर्छ कि, त्यही भएर यो जिके पढाउने टिचरलाई के हुन्छ भने पढा उस्तै पढाउने इक्जाममा प्रश्नै आउँदैन, अनि डुबेन अनि मान्छे। यसरी चाहिँ ख्याल गर्नु होला, यसलाई चाहिँ ख्याल गर्नु है। यो अब अर्को वातावरणसँग सम्बन्धित के छ भने यो अर्को ग्रीन बेल्ट मोमेन्ट भन्छ क्या। यो ग्रीन बेल्ट मोमेन्ट भनेर भन्छ, है। यो Recording in progress. मोमेन्ट भन्छ, ग्रीन बेल्ट मोमेन्ट भनेर भन्छ यो है। यो ग्रीन बेल्ट मोमेन्ट भनेको के हो हेर्नु है। यो ग्रीन बेल्ट मोमेन्ट भनेको के हो भन्नुहुन्छ भन्दाखेरि अब यसबाट प्रश्न आउन सक्छ। यो ग्रीन बेल्ट मोमेन्ट
है। ग्रिन बेल्ट मोभमेन्ट भनेको के हो त भन्दाखेरि यो अफ्रिका महादेशको है, हेर्नु है, अफ्रिका महादेशको यहाँ तपाईँलाई प्रश्न आउन सक्छ, डिटेल एक लाइनमा सबै सकाइदिनु। अफ्रिका महादेशको केन्या भन्ने देशमा, अफ्रिका महादेशको केन्यामा, हेर्नु है, अफ्रिका महादेशको केन्यामा यो बाङ्गिरा माथाई भन्ने है, बाङ्गिरा माथाई भन्ने मान्छेले है, माथाई भन्नेले के गरिन् त भन्दाखेरि यो महिलाको सहभागितामा है, महिलाको सहभागितामा, ख्याल गर्नु है, यहाँ महिलाको सहभागितामा के गर्नुपर्छ, वन संरक्षण गर्नुपर्छ, वन संरक्षण तथा वृक्षारोपण। यो भनेको चाहिँ यो डिफरेस्टेसनलाई चाहिँ के गर्नुपर्छ, कम गर्नुपर्छ भन्ने हो कि मेन यसको प्रिन्सिपल भनेको। यो वन विनाशलाई वृक्षारोपण गर्ने, वृक्षारोपण। यो अफ्रिकाको महादेशमा केन्या, अफ्रिका महादेशको केन्यामा बाङ्गिरा माथाईले महिलाको सहभागितामा वन संरक्षण र वृक्षारोपण गर्ने र जङ्गल फडानी न्यूनीकरण गर्ने। अर्को जङ्गल फडानी है, जङ्गल फडानी रोक्ने अभियान, यो फडानी रोक्ने अभियान भनेको के हो त भन्दाखेरि ग्रिन बेल्ट मुभमेन्ट हो। के हो भनौँ भने चाहिँ यसरी चाहिँ बुझ्नु होला, के हो भनौँ भने यसरी बुझ्नु। र अर्को पोइन्टमा यो कहिले भयो भनौँ भने 1977मा भएको हो, यसरी जान्ने है, कहिले भयो भनेर सल्लाह 1977मा भएको हो। यसको मूल नारा भनेको के थियो भन्नुहुन्छ भने, यसको मोटो भने नि, नारा भने नि, प्रमुख विषय भने पनि जे भने नि एउटै, प्रत्येक आमाले, यसको नारा अथवा के थियो भने प्रत्येक आमाले है, प्रत्येक आमाले बच्चा र बिरुवालाई, प्रत्येक आमाले बच्चा र बिरुवालाई बराबर माया गर्नुपर्छ भन्ने चाहिँ के गर्नु, माया गर्नुपर्छ है, गर्नुपर्दछ, यहाँ लेखेँ, गर्नुपर्दछ भन्ने चाहिँ यसको मेन कुरा चाहिँ के हो त भन्दाखेरि यो यसको चाहिँ मूल नारा हो। यसरी बुझ्नुभयो ल। मोमेन्ट भनेर भन्छ है, यो MOVEMENT मोमेन्ट भन्छ। अब यसरी हेर्नु, यो प्रत्येक आमाले बच्चा र बिरुवालाई बराबर माया गर्नुपर्छ भनेर आएको चाहिँ कन्सेप्ट हो भनेर यसरी प्रश्न आउला। कुन महादेशमा भन्न सक्छ, अफ्रिकामा, कुन देशमा भन्न सक्छ, केन्यामा, कसले ल्याएको भन्न सक्छ, बाङ्गिरा माथाईले ल्याएको। यो के हो भन्दा महिलाको सहभागितामा, के गर्छ भन्दा वन संरक्षण गर्ने हो, यसले वृक्षारोपण गर्ने हो, यसले जङ्गल फडानी रोक्ने हो, डिफरेस्टेसनलाई कम गर्ने हो भन्छ। र अनि यो 1977मा भएको। यसको नारा आमाले बिरुवा र बच्चालाई बराबर माया गर्ने। तर अब हेर्नु है, यहाँ देखिन्छ, यहाँ तर। अब अर्को इम्पोर्टेन्ट लेख्छु यसरी, तर ख्याल गर्नु, तर यो भनेको के हो त भन्दाखेरि ग्रिन बेल्ट मुभमेन्ट भनेको चाहिँ यो हो। अब ग्रिन पिस मुभमेन्ट भनेको के हो त, ग्रिन पिस मुभमेन्ट भनेको के हो है। यो ग्रिन पिस मुभमेन्ट भनेको के हो त भन्दाखेरि यो 1971मा के हो त भन्दा यो कोलम्बियाबाट सुरु भएको, 1971मा कोलम्बियाबाट सुरु भएको है, यो कोलम्बियाबाट सुरु भएको। यो के हो त भन्दाखेरि यो के हो त भन्दाखेरि यो व्यापारसँग सम्बन्धित है। यसलाई के लेखौँ भने पढ्नु है, एक सर्टमा 1971मा कोलम्बियाबाट सुरु भएको भनेर यति मात्र लेखौँ। र अर्को कुरा भनेको चाहिँ यो के हो त भन्दा यो कस्तो भने यो सामान आयात र निर्यात गर्ने बेलामा, सुन्नु है, सामान आयात र निर्यात गर्ने बेलामा वातावरणीय दृष्टिकोणले ठिक छ भनेर के गरेको भन्दाखेरि प्रमाणित गर्ने अन्तर्राष्ट्रिय ट्रेडमार्क हो कि यो। सामान आयात निर्यात गर्दाखेरि इन्भाइरोमेन्ट तरिकाले ठिक छ है, IAEA गर्ने भन्छ नि, नेपालको 7औं योजना ल्याएको थियो नि हो, त्यो वातावरणीय दृष्टिकोणले ठिक छ भनेर आएको चाहिँ अवधारणा भनेको के हो त भन्दा यो अन्तर्राष्ट्रिय ट्रेडमार्क हो। यो ग्रिन पिस मुभमेन्ट भनेको चाहिँ यो वातावरणीय अवस्थाले ठिक छ भनेर चाहिँ आएको कुरा हो। ल, जो यो पर्सनल म्यासेज गर्नु है, यो पर्सनल म्यासेज गर्नु
ए त्यो बाँगिरा माथाई भनेर बाङ्गिरा मथाई भने नि केही फरक पर्दैन, इक्जाममा लेख्ने होइन, टिक लाउने हो, त्यो सर्दिन, केही फरक पर्दैन त्यो है। ल यो तर यसले यस्तोले झुकाइदिन्छ कि त यो ग्रिन पिस मोमेन्ट भनेको यो हो। तर ग्रिन बेल्ट इक्जाममा झुक्किनु होला यस्ता कुरालाई हाइलाइट गर्नु। यो क्लियर भयो हेर्नु त कति इम्पोर्टेन्ट छ प्रश्न तपाईँलाई यस्तो कहिले सुरु भयो, कोलम्बियाबाट सुरु भयो, कहिले सुरु भयो, 77 मा सुरु भयो, कहाँबाट सुरु भयो, केन्याबाट सुरु भयो, यसरी यो ट्रेडमार्क। र त्यहाँ लेख्नु त साथी हो, म फेरि यहाँ घाँटी कराउने, घाँटी बस्नेरी कराउने, तपाईँहरू फेरि बुझ्दै बुझेन भने नि मजा भएन। ग्रिन पिस मोमेन्ट भनेको के हो भने है कोलम्बियाबाट अवधारणा विकास भएको यसको। अनि यो ग्रिन पिस मोमेन्ट भनेको चाहिँ पिस कि बेल्ट भन्नुभयो, यो ग्रिन पिस मोमेन्ट भनेको के हो त भन्दाखेरि यो वातावरणीय दृष्टिकोणले सामान आयात र निर्यात गर्ने बेलामा वातावरणीय दृष्टिकोणले चाहिँ यो सामान ठिक छ है भनेर यो भन्ने चाहिँ अन्तर्राष्ट्रिय स्तरको ट्रेडमार्क हो कि ग्रिन पिस भनेको। यसरी चाहिँ त्यो तरिकाले चाहिँ जानु पर्यो। अब कमेन्ट त हेर्नु पर्यो होइन, अब त यसरी गर्छु ल, यसरी चाहिँ ख्याल गर्नु। यो यसरी चाहिँ आउन सक्छ। ल यसमा केही छ भने भन्नु। ल यसलाई स्क्रिनसट गर्नु त म अर्कोमा गइहाल्छु। ल हो ओके सर भन्नुभएछ। ल क्यानाडा भन्नुभएछ, क्यानाडा होइन कोलम्बिया हो, त्यही पनि एकपटक हेर्छु म फेरि पनि। क्यानाडा त होइन है, क्यानाडा होइन। ल मलाई चाहिँ पर्सनल मेसेज गर्नु, त्यो भइसकेपछि भइहाल्छ। अब यति भइसकेपछि यो पनि बुझ्यो। अब यस्ता टर्म्सहरू तपाईँलाई आउँछन्, आउने प्रश्नै यिनी हुन्, एकदम ख्याल गर्नु। अब यो पटक पटक सोध्ने गर्छ, यस्ता टर्महरू धेरै छन्। अब यसो ख्याल गर्नु। अब यसमा चाहिँ के गर्नु भने यसमा चाहिँ अब यसलाई चाहिँ के गर्ने त भन्दाखेरि अब अर्को है अर्थ फर्स्ट है, अर्थ फर्स्ट भन्छ एउटा। हेर्नु है, अर्थ फर्स्ट भनेको के हो भन्दाखेरि यो अर्थ फर्स्टको मिनिङ के हो यसरी, पहिला वातावरण संरक्षण, पहिला वातावरण संरक्षण, अनि मात्र काम भन्ने चाहिँ अवधारणा। पहिला वातावरण संरक्षण गर्नुपर्छ, त्यसपछि काम हो, त्यसपछि जिम्मेवारी, अरू सबै जिरो। त्यो त्यस्तो चाहिँ कामै छैन त्यो त्यो के अरे त्यो होइन है, त्यस्तो पछि नलाग्नु। मैले नजानेको कुरा बरु जानिनँ भनिदिन्छु। जिके सबै जान्ने कोही पनि हुन्न, तपाईँले बुझ्नुभयो होला। यो म म्याथमेटिक्सको स्टुडेन्ट हो। अब यो आइक्यू पढे जस्तो, यो अर्को इङ्ग्लिस पढे जस्तो होइन। यो जिके भनेको अथाह छ। हेर्नु, तपाईँलाई इक्जाम टार्गेट भएर गर्ने हो। यहाँ चाहिँ तपाईँले के हुन्छ भने त्यो गुगलमा 10 थरी देखाउँछ वेबसाइट आधिकारिक वातावरण युएनइपीको उसमा हेर्नु, युएनइपीको है युनाइटेड नेसनल इन्भाइरोमेन्टल प्रोग्राम भन्ने छ। अर्को चाहिँ त्यो युएनएफसिसीका कुराहरू होइन। अर्को चाहिँ साइटिस्टका वेबसाइटमा गएर आधिकारिक हेर्नुपर्छ क्या। त्यो अरू तपाईँभन्दा नजान्ने मान्छेले हालिदिएका चाहिँ गएर हेरेर कामै छ। त्यो क्यानाडा त पछि चाहिँ के अरे त्यो हेडक्वार्टर बनाउने भनेर घोषणा चाहिँ भएको थियो, त्यो भएर तपाईँले झुक्किनु भयो होला। त्यस्तो हो, यसरी चाहिँ ख्याल गर्नु। पछि वातावरण संरक्षण मात्र चाहिँ अनि अवधारणा हो भन्छ। यो कहाँ चलायो भनौँ भने त यो अमेरिकी युवाले चलाएको, यो अमेरिकाबाट सुरु भएको, अमेरिकाका युवाले चलाएको अवधारणा हो। चलाएका हुन्। यो अमेरिकाकै युवाले चलाएका हुन् भनेर चाहिँ यति कुरा बुझ्नु पर्यो है। यो कहिलेबाट सुरु भएको भनेर भन्ला 1980 देखि जति पनि उदारीकरण विश्वव्यापीकरण होइन, यो भनेको यो उसबाट चाहिँ आएको हो। यसमा वातावरण संरक्षणका कुराहरू पनि यहीँ, दिगो विकासका कुराहरू आएका हुन्। यो सबै यहीँबाट आएको नि। सस्टेनेबल डेभलपमेन्ट यहीँबाट आएको, जैव विविधताको संरक्षण यहीँबाट आएको। यो पनि अर्थ फर्स्ट पनि यही दिगो विकासको अवधारणासँगै विकास भएको हो। तर अब यसमा पनि छ कि यस्ता कुरा पर्ने। तर अर्थ आवर्स भनेको के हो भनेर प्रश्न आउन सक्छ। अर्थ आवर्स भनेको के हो त भन्दाखेरि यसमा आउन सक्छ। यो फेरि के हो त भन्दाखेरि वातावरण सम्बन्धी
है। अर्थ आवर भनेको के हो त भन्दाखेरि यो वातावरण संरक्षणको अभियान हो, संरक्षणको अभियान हो, अभियान हो। यसमा चाहिँ 8:30 बजेबाट 9:30 बजेसम्म यसको वातावरण संरक्षणका लागि लाइट निभाएर प्रत्येक वर्ष वातावरण संरक्षण अभियान मनाइन्छ। यो कहाँबाट सुरु भएको भन्दा अस्ट्रेलियाबाट सुरु भएको। यस्तो झुक्काउँदै ख्याल गर्नु, माथि अमेरिकाका युवाले चलाएको, यो अस्ट्रेलियाबाट सुरु भएको हो, सुरु भएको है, यो अस्ट्रेलियाबाट सुरु भएको हो। कहिले सुरु भएको त भन्दा सन् 2007 सालदेखि चाहिँ सुरु भएको हो, सुरु भएको। ल यति जाने चाहिँ पुग्छ, ल यति चाहिँ जाने। ल साँच्ची ल नि त, अर्थ फर्स्ट भनेको के हो, अर्थ आवर भनेको के हो, यो 8 बजेबाट 8:30 बाटेबाट 9:30सम्म बत्ती निभाएर चाहिँ वातावरण संरक्षणको लागि अभियान चलाउँछ कि यो, यस्तो भन्छ। यो यस्तो हो ज्ञानेन्द्र, 1980बाट किन आएको भने बेलुका बेलुका यो अहिले 8:30 हुनुलाई अब पछि। अनि यो के हो त भन्दाखेरि यो 1980मा जति पनि उदारीकरण होइन, 1 वर्षमा एकचोटि हो। अनि उदारीकरण, निजीकरण होइन, यो सबै चाहिँ यो के अरे विकासको चाहिँ अवधारणा हो कि। अब आर्थिक विकास पढाउँदा म भनौँला, आर्थिक विकासको गतिमा चाहिँ जति पनि यो विकासको कन्सेप्ट चाहिँ एक्लो नायक चाहिँ सरकार बन्न सक्दैन। विकासको चाहिँ आयाम भनेको चाहिँ प्राइभेट सेक्टर, योजनाले भनेको चाहिँ 5वटा कुरा: निजी क्षेत्र, सहकारी, गैर सरकारी संस्था, सामुदायिक सङ्घ संस्था, वैदेशिक के अरे चाहिँ स्टेक होल्डरहरू भन्छ क्या। त्यो विकास सहायताहरूलाई चाहिँ के हो त भन्दाखेरि तिनीहरू सबै मिलेर विकास गर्नुपर्छ भन्ने कन्सेप्ट आएको। ग्लोबलाइजेसनको कुरा त्यहीँ आएको, लिबरलाइजेसनको कुरा त्यहीँ आएको, अनि त्यहाँ अर्को निजीकरणको कुरा त्यहीँ आएको, आर्थिक उदारीकरणको कुरा त्यहीँ आएको, सबै कुरा दिगो विकासको त्यहीँ आएको, जैविक विविधताको संरक्षण त्यहीँ आएको। यो भनेको पछि चाहिँ दोस्रो विश्वयुद्ध पछिको प्रभाव, 1930 पछिको आर्थिक मन्दी, अनि त्यहाँबाट रुसले गरेको पाएको पोपलितेकाको चाहिँ त्यो सबै अफ्रिकन राष्ट्रको कमजोर हुँदाखेरि त्यो आर्थिक तथा सामाजिक संरचना विकास गर्ने उद्देश्यले यसरी आएको। यो टाइम भयो भने हिस्ट्री चाहिँ यो विश्वको इतिहास भन्ने बेलामा चाहिँ प्रथम विश्वयुद्ध, द्वितीय विश्वयुद्धमा क्लियर भनिदिउँला। मैले त्यो बुकहरू चाहिँ राम्रैसँग पढेको छु त्यो है, त्यो तरिकाले चाहिँ हेर्नु। ल यसरी चाहिँ ख्याल गर्नु, ल यसरी बुझ्नु पर्यो। ल अर्थ फर्स्ट र अर्थ आवर भनेको चाहिँ यस्तो कुरा हो भन्ने कुरा। ल यो बेलुका भनेको के हुन्छ अमृत, बेलुका के हुन्छ? ल यसरी चाहिँ ख्याल गर्नु। ल हो त्यसरी भएपछि बुझ्यो। ल यो कुरा भइहाल्यो है। ल स्क्रिनसट गरिहाल्नु है, छिटो छिटो जानुपर्छ अलिक। हो हो यसरी अर्थ फर्स्ट भनेको चाहिँ यो। अब अर्को अर्थ आवर, अर्थ फर्स्ट भनेको चाहिँ मैले तपाईँलाई चाहिँ कुरा गराएँ। अब अर्को भनेको के छ भने यससँग अलिकति इम्पोर्टेन्ट एउटा, जस्तै एउटा चिप आन्दोलन भन्ने पनि इम्पोर्टेन्ट छ कि यसमा। चिप आन्दोलन भन्छ अर्को, अर्कोमा चाहिँ यो टपिक्समा के भन्छ भने चिप आन्दोलन भनेर भन्छ। यो आन्दोलन है, चिप आन्दोलन भनेको के हो भनेर प्रश्न आउन सक्छ तपाईँलाई, योसँग रिलेटेड प्रश्न आउँछ। यो के हो त भन्दा वन संरक्षण अभियान हो, संरक्षण अभियान है। चिप आन्दोलन भनेको के हो भनेर भन्ला, यो वन संरक्षण हो। यसले चाहिँ हेर्ने बेलामा ठ्याक्कै तपाईँलाई इक्जाममा सोध्न सक्छ, वन र वनस्पतिसँग सम्बन्धित छ, वनस्पतिसँग सम्बन्धित छ। यो चिप आन्दोलन केसँग सम्बन्धित छ भनेर सँग यो सम्बन्धित छ है। सम्बन्धितै लेख्न आएन हेर्नु त, यो भनेको सम्बन्धित रहेको छ, सम्बन्धित रहेको छ। यो भनेको वन र वनस्पतिसँग सम्बन्धित छ। यो के हो त भन्दा 1973 मार्चबाट सुरु भएको, यो मार्चबाट सुरु भएको यो है, सुरु भएको। कहिले सुरु भएको भनेर प्रश्न आउन सक्छ। 1973 ग्रिन बेल्ट मुभमेन्ट 1977, चिप आन्दोलन 1973बाट सुरु भएको। यो भारतको हिमाञ्चल र गढवाल प्रदेशमा हो। हिमाञ्चल र गढवाल भन्ने चाहिँ यो क्षेत्रमा, प्रदेश भनेर भन्छ, हिमाञ्चल गढवाल प्रदेशमा भएको, यो प्रदेशमा भएको, हिमाञ्चल र गढवाल प्रदेशमा भएको यो है। यसको अभियान कसले चलाएका हुन् भन्दा सुन्दरलाल बहुगुणा भन्ने मान्छेले चलाएका हुन्। बहुगुणा भन्ने मान्छेले गुणाले चलाएका हुन्। यो
चलाएका अभियान हो। चलाएका कसले चलायो भनेर भन्न सक्ला तपाईँलाई है, यो हो। र यिनी सुन्दरलाल बहुगुणा चाहिँ मरे है, यिनी यो समसामयिकमा आउन सक्छ, 2021मा मरेका हुन्। 2021 यो 2021 के 21मा कस्तो बिर्सेँ मैले, मार्च हो कि मे भनेपछि जनवरी फेब्रुअरी मार्च अप्रिल मे 5 महिना हो भनेपछि मे हो, 5 महिना 21 गते, यसरी कन्फ्युज हुन्छ। 5 महिना 21 गते मरेका थिए भनेपछि जनवरी फेब्रुअरी मार्च अप्रिल मे, मे 21मा मरे। 2021 मे 21मा चाहिँ यिनी के गरे भन्दा मरेका हुन्। यिनले धरती की पुकार भन्ने पुस्तक चाहिँ लेखेको हो। मे ठिक रहेछ, मैले आइडिया लगाएको क्या, 5 महिना 21 भनेको थिएँ, मार्च आयो कि मे ठ्याक्कै थाहा भएन नि त है। यसरी ल यो ऊ त के लेख्नुभयो मनोज पौडेलले, उत्तराखण्ड भनेको चाहिँ यो हिमाञ्चल उत्तरायणको यो क्षेत्र हो कि, स्पेसल्ली उत्तराखण्डको हिमाञ्चल र गढवाल चाहिँ उसमा त्यो प्रदेशमा चाहिँ पर्ने, उत्तराखण्डमा पर्ने हो कि यो है। धरती की पुकार भन्ने पुस्तक चाहिँ यिनले लेखेका हुन्। तपाईँलाई प्रश्न आउन सक्छ इक्जाममा, धरती की के अरे पुकार भन्ने पुस्तक कसले लेखेको हो भनेर आयो भने यो सुन्दरलाल बहुगुणाले लेखेका हुन्। र यो 2021 मे 21मा यिनी मरे। यो समसामयिक बन्न सक्छ क्या, समसामयिक बन्न सक्छ, यसलाई चाहिँ ख्याल गर्नु होला। र यसमा चाहिँ यसरी हेर्नु है, बुझियो? यो बुझियो कि बुझिएन साथी? के छ लेख्नु त, ल भन्नु त। यो हो एपीको मोमेन्ट के हो सर भन्नुभएको छ तपाईँले, पढ्नुभयो रहेछ। यो चिप आन्दोलन पछि चाहिँ यो कर्नाटका भन्ने ठाउँमा चाहिँ के भएको हो त भन्दाखेरि यो एपीको मोमेन्ट भएको के, यो चिप आन्दोलन पछि भएको अर्को घटना एपीको मोमेन्ट हो, त्यो छुट्टै हो, त्यो पनि यो वन र वनस्पतिसँग रिलेटेड हो। त्यो कर्नाटका भन्ने ठाउँमा चाहिँ यो एपीको मोमेन्ट भएको, यही चिप आन्दोलनको प्रभाव चाहिँ त्यही हो। जस्तै नेपालमा पनि त्यो भारतमा महात्मा गान्धीले दाण्डी मार्च चलाए होइन, त्यो खाली खुट्टा गरेर समुद्रमा 1200 माइल टाढा गएर आएर चाहिँ त्यो नुन लिएर आए। र यहाँ पनि के हो, त्यही भएर चाहिँ चिप आन्दोलन चल्यो नि, हो यही कुरा हो कि। यहाँ पनि त्यो विदेशी कपडालाई चाहिँ धरासी बनाउने उद्देश्यले चाहिँ यहाँ यो गरेको थिए नि, हो त्यस्तै हो कि। स्टोन क्यान्सर भनेको अम्ल वर्षा हो। यो भनेको कार्बन डाइअक्साइड, यो सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड चाहिँ वायुमण्डलमा मिसेर त्यो जलसँग मिस्दाखेरि चाहिँ पृथ्वीमा पानी र चाहिँ त्यो असिना आएर चाहिँ वर्षने कुरा भनेको चाहिँ त्यो के हो त भन्दाखेरि स्टोन क्यान्सर। त्यसरी नै बुझ्नु, त्यसरी बुझ्नु। अम्ल वर्षा त्यो त्यो भनेको चाहिँ त्यही कुरालाई चाहिँ के भन्छ भने त्यो तापक्रम चेन्ज हुँदा, ग्लोबल वार्मिङ हुँदा देखिने प्रभाव हो कि त्यही स्टोन क्यान्सर भनेको चाहिँ के हो त भन्दाखेरि त्यो अम्लीय वर्षाको कारणले गर्दा हुने कुरा हो। त्यो भनेको जस्तै जापानको नागासाकी र हिरोसिमामा चाहिँ त्यो के अरे अहिलेसम्म बोट बिरुवाहरू आएनन् रे भन्छ नि, हो त्यही हो स्टोन क्यान्सरको उदाहरण। त्यसरी चाहिँ बुझ्नु होला है। ल यसरी चाहिँ भन्नु ल, हो डिफ्रेन्ट हो त्यो त। स्टोन क्यान्सरको त मिनिङ चाहिँ डिफ्रेन्ट हो, अहिले लेखाइदिउँला है। त्यो एसिड रेन भन्नु र स्टोन क्यान्सर भनेको त फरक हो विषय त। धरतीको पुकार भनेको चाहिँ त्यो उसले सुन्दरलाल बहुगुणाले लेखेको। ल यो भयो, यो बुझियो? यो यहाँसम्म लेख्नु त। ल एसिड रेन, ल त भइहाल्यो। अब अर्को, अब यति भइसकेपछि अर्को नम्बरमा अर्को हेर्नु है। यो अर्को अब चिप आन्दोलन, यो फ्राइडे फर फ्युचर, यो फ्राइडे फर फ्युचर भन्ने, फ्राइडे फर फ्युचर भन्ने अर्को चाहिँ इम्पोर्टेन्ट। यो फ्राइडे फर फ्युचर भनेको के हो भने यो जलवायु परिवर्तनसँग सम्बन्धित छ। जलवायु परिवर्तनसँग यो आउन सक्छ, जलवायु परिवर्तनसँग सम्बन्धित छ, सँग सम्बन्धित छ, जलवायु परिवर्तनसँग सम्बन्धित छ है। यसरी हेर्नु पर्ला। यो कसले भन्दाखेरि स्विडेन, स्विडेनकी गेटा थनबर्ग भन्ने मान्छेले, गेटा यो थनओर्ग भनेर भन्छ, थनओर्ग भन्ने मान्छेले चाहिँ अभियान चलाएकी हुन्। यो अभियान चलाएकी हुन्। कसले चलायो भनेर भन्दा चलाएकी गेटा थनबर्गले अभियान चलाएकी हुन् यो है। यसरी हेर्नु होला। यो जलवायु परिवर्तनले, सुन्नु है, यो जलवायु परिवर्तनले, यसको जलवायु परिवर्तनले पृथ्वीमा, यो जलवायु परिवर्तनले पृथ्वीमा है, जलवायु परिवर्तनले पृथ्वीमा देखिएको असर
देखा परेको असरलाई व्याख्या गरेको थियो, यसले परेको असरलाई व्याख्या गरेको थियो, असरको व्याख्या है, असरको व्याख्या गरेको थियो। यसरी हेर्नु पर्ला। अनि यो धेरै भएको छैन, यो 2018 देखि सुरु भएको यो है, सुरु भएको 2018 देखि सुरु भएको यो। अनि यसैलाई लिएर 2019 मा हेर्नु है, यसैलाई लिएर 2019 मा चाहिँ कस्ने, यो 2019 भनेको चाहिँ अक्टोबर सेप्टेम्बर, ओजन तह भनेको सेप्टेम्बरमा बन्छ नि हो। त्यो ओजन तह हुने बेलामा सेप्टेम्बर, यो 2019 सेप्टेम्बरमा चाहिँ के गर्यो भन्दाखेरि यो 161 भन्दा बढी भन्छ, 161 भन्दा बढी यो देशका है, यो देशका चाहिँ के हुन्छ भन्दा करिब 40 लाख युवाले चाहिँ के गरेका थिए भन्दाखेरि करिब 40 लाख मानिसले चाहिँ यसको आन्दोलन गरेका थिए हो। यही जलवायु परिवर्तन सम्बन्धी चाहिँ आन्दोलन 161 देशभन्दा बढीमा चाहिँ करिब 40 लाख भन्दा बढी मान्छेले आन्दोलन गरेका थिए। यो जलवायु परिवर्तनको सबैभन्दा ठुलो आन्दोलन हो भनेर भन्छ। यो जलवायु परिवर्तन न्यूनीकरण गरेर पृथ्वीमा भएका असरहरूलाई रोक्नका लागि आएको कन्सेप्ट हो। यो स्विडेनको गेटा थनबर्गले पाएको यो। अनि त्यहाँदेखि यो जलवायु परिवर्तनसँग सम्बन्धित छ। जलवायुले पृथ्वीमा देखा परेको चाहिँ यो के हो त भन्दाखेरि यो देखा परेको असरको व्याख्या गर्ने बेलामा अझ यसलाई चाहिँ अर्को उपनाम के पनि भन्छ भने स्कुल हडताल भनेर भन्छ क्या, स्कुल हडताल भनेर भन्छ। त्यही भएर हाम्रो काठमाडौँ महानगरपालिकामा नि गुड फ्राइडे मनाएको भन्ने चाहिँ यसैको नक्कल गरेको भनेर एकपट्टि न्युज आएको थियो नि हो। त्यो कुरा चाहिँ स्कुल हडताल चाहिँ चलाएको कुरा चाहिँ यो कहिले गर्दा गेटा थनबर्गले चाहिँ यसरी चलाएको हो भनेर यसरी चाहिँ बुझ्नु पर्ला। ल, अनुपमा भनेको चाहिँ हो त्यही हो, टाइम पर्सन अफ इयर भनेको यास जिरोटिक्स भनेको गेटा थनबर्ग, त्यही भएर चाहिँ त्यो भएको उनले चाहिँ नोबेल पुरस्कार पनि पाएको थियो। यसरी चाहिँ हेर्नु, जलवायु परिवर्तनको विरोध गरेका हुन् के यो भनेको हो। यो जलवायु परिवर्तनले विरोध गरेका हुन्। हालसम्मको चाहिँ यो वातावरण क्षेत्रको ठुलो चाहिँ के हो त भन्दाखेरि आन्दोलन हो भनेर भन्छ यो। त्यसरी यो हालसम्मको वातावरण क्षेत्रको सबैभन्दा ठुलो आन्दोलन केसँग सम्बन्धित छ, जलवायु परिवर्तनको फ्राइडे फर फ्युचरसँग सम्बन्धित छ। यो स्कुल हडताल हो, यो गेटा थनबर्गले ल्याएको यो जलवायु परिवर्तन सम्बन्धी स्कुल हडताल हो यो भनेर बुझ्नु होला। यसरी 2019 मा आन्दोलन भएको, 19 सेप्टेम्बर कति थियो मैले बिर्सेँ है अहिले, सेप्टेम्बर 16 हो कि कति थियो, सेप्टेम्बर 16 त ओजन तह भइहाल्यो। सेप्टेम्बर कति हो यो मैले बिर्सेँ, यो तपाईँले नेटमा आधिकारिक पेजमा हाल्न सक्नुहुन्छ। तर 2019 सेप्टेम्बर महिनामा चाहिँ हो है, ओजन तहको उसमा चाहिँ यसरी भयो। र साथी यसलाई स्क्रिन लिनु त, यसलाई स्क्रिन लिनु, ल यसलाई स्क्रिन लिनु त केही छ भने, नत्र म अगाडि बढिहालेँ। ल केही छ, 2019 के भन्नुभएको सर भन्ने त बुझ्नुभयो नि। ल, टुडे इज माई फर्स्ट क्लास, बुझिएछ कि छैन? फर्स्ट क्लास भयो भने बुझिएछ कि छैन लेख्नु त। श्वेता बुझिएछ कि छैन लेख्नु त। पहिलो क्लास भयो भने नआत्तिनु। अब हामी यही तरिकाले चाहिँ जान्छौँ। दिगो विकास पढ्न लागेको, दिगो विकास मात्रै जलवायु परिवर्तनसँग हो है। खरदारलाई यति डिपली भन्नुभयो त, खरदारलाई 3-4वटा प्रश्न आउँछ, एउटा प्रश्न के अरे 2 नम्बरको हुन्छ, 4 दुना 8 को हुन्छ, समसामयिक यसबाट पढ्यो भने चाहिँ अझ 10 नम्बर हुन्छ। अनि बल्ल थाहा पाउनु त्यो नेपालको इतिहास किन पढेर बस्नुहुन्छ, त्यसलाई कपीमा त्यो के अरे त्यो उसमा बुकमा स्टिच लगाइदिए नै हुन्छ। भयो तपाईँलाई थाहा नि छैन, अहिले नम्बर जोडिँदैन। अनि ल पछि लास्टमा चाहिँ म गराइदिइहाल्छु। ल हो, विश्वका 40 लाखले हो, विश्वका हो यो। 161 भन्दा बढी देशका करिब 40 लाख मान्छेले जलवायु परिवर्तन सम्बन्धी आन्दोलन गरेका यो कहिले हो भनेर सोधिदिन सक्थ्यो। सेक्सन अफिस पढ्नु भन्छु म अभिषेक, त्यसलाई नहर्नु। ल यो बुझियो यो हो। कमेन्ट चाहिँ मनोज शर्मामा गएर गर्नु, त द किङले लेख्नु भएको छ। किङले भनेपछि मान्नै पर्यो होइन। अब त्यहाँ रैतीहरूको साइडमा गएर लेखिदिनु क्या कमेन्ट। ल तेस्रो लाइन 1 2 3, जलवायु परिवर्तनले पृथ्वीमा देखा परेको असरको बारेमा स्कुल हडताल हो कि यो। फ्राइडे फर फ्युचर के हो भने जलवायु परिवर्तनले पृथ्वीमा देखा परेको असरलाई यो देखाउनका लागि
सबै यो विद्यालयका विद्यार्थी उचालेर यो 161 देशभन्दा बढीले आन्दोलन गरेको चाहिँ यो विश्वव्यापी चाहिँ घटना हो। अहिलेसम्मको चाहिँ वातावरण क्षेत्रको सबैभन्दा ठुलो आन्दोलन हो। ठुलो सम्मेलन भनेको पृथ्वी सम्मेलन, ठुलो आन्दोलन भनेको चाहिँ यही फ्राइडे फर फ्युचरसँग सम्बन्धित छ। प्रश्न आउन सक्छ है साथी हो। ए जी 321 सम्भव छ। लक्ष्मीप्रसाद देवकोटाले भनेछ नि उद्देश्य के लिनु उडी छुनु चन्द्र एक। उडेर चन्द्रमा त छुन सकिन्न, तर उद्देश्य नेभर सकिहाल्यो। जिके नजान्ने नि हुन्। मन तपाईँ जस्तै हो, मैले पनि पढाउँदै याद भयो साथी। तपाईँ जस्तै भोग्या हो, तर चाहिँ आउँछ। तर आइडिया लाएर पढ्नु। अब पुरस्कार भन्नुभयो चाहिँ म ठ्याक्कै त्यहीँ गएको है। अब पुरस्कार हेर्नु, अब वातावरण सम्बन्धी पुरस्कार यसमा आउँछ। अब वातावरण यो इम्पोर्टेन्ट छ। सम्बन्ध तपाईँ यदि क्लासको भिडियो राम्रोसँग हेरेर जानु न, अनि बल्ल थाहा हुन्छ। इक्जामदेखि मलाई सम्झिनुहुन्छ है। अहिले मलाई कहाँ सम्झिनु, इक्जाम दिएर क्वेसन पऱ्यो भने बल्ल मलाई सम्झिनु, नत्र त यसले मजाले ठगेर छ भन्ने थाहा पाउनुहुन्छ। वातावरण सम्बन्धी पुरस्कारहरू है, वातावरण सम्बन्धी पुरस्कारहरू। अब 1 नम्बरमा के हुन्छ भने यो 1 नम्बरमा ब्लू प्लानेट अवार्ड, ब्लू प्लानेट अवार्ड भनेर आउँछ। अब हेर्नु एउटा हेर्ने, ब्लू प्लानेट अवार्ड भनेको चाहिँ यो के हो भने, अब ट्याक्कै यसरी नोट बनाउनु के, वातावरण क्षेत्रको, अब एकदम ख्याल गरेर पढ्नु है। नोबेल पुरस्कार, यो वातावरण क्षेत्रको चाहिँ यो ग्रिन नोबेल भनेको यो ठुलो पुरस्कार, गल्ती भइसक्यो। ठुलो पुरस्कार ग्रिन नोबेल भनेको नोबेल पुरस्कार है। यो वातावरण क्षेत्रको ठुलो पुरस्कार हो। यो 5 करोड अमेरिकी जापानी येन छ भन्छ यसको राशि। यो आशाई फाउन्डेसनले पत्ता गरेको यो अवधारणा ल्याएको 5 करोड जापानी येन। जापानी येनलाई चाहिँ के भन्छ, कोही सिम्बल चाहिँ मैले अलिक कस्तो बिर्सेँ। सिम्बल त्यहाँ लेख्नु त जापानी येनको कस्तो, अमेरिकी डलर भनेको यस्तो जस्तो, जापानी येनको लेख्नु त त्यही लेखिदिन्छु। मलाई आएन क्या यो 5 करोड राशि जापानी येन यति छ। यो कहिले त भन्दा 1992 मा है स्थापना भएको, यसरी ट्याक ट्याक घोक्नु है। स्थापना भएको हो यो आशाई फाउन्डेसनले, जापानको है। आशाई फाउन्डेसनले चाहिँ यसको के भन्ने, अब आशाई फाउन्डेसनले यसको अवधारणा हुँदै दिन्छ भनौँ न। आशाई फाउन्डेसनले यो पुरस्कार प्रदान गर्छ भनौँ न, प्रदान गर्दछ। जसरी बुझ्यो नि भयो, कसले दिन्छ भने आशाई फाउन्डेसनले दिन्छ। र यो जान्न पर्ने कुरा यो के हो त भन्दा यहाँ देखिएछ नि, यो व्यक्ति र संस्था दुईटैलाई दिन्छ। व्यक्ति र संस्था दुईटैलाई दिन्छ। संस्था दुवैलाई दिन्छ है। व्यक्ति र संस्था दुवैलाई दिन्छ। यो यसरी हेर्नु, यो केमा हो त, वैज्ञानिक अनुसन्धान र वातावरण क्षेत्रमा। ख्याल गर्नु है, यो वैज्ञानिक अनुसन्धान र वातावरण क्षेत्रमा चाहिँ योगदान पुर्याए बापत चाहिँ यो वातावरण क्षेत्रको यो ब्लू प्लानेट अवार्ड दिने। यो वातावरण सम्बन्धी अध्ययन अनुसन्धान र सहयोग गरेको है। यो वातावरण यहाँ मैले लेखेन, अब त्यो तपाईँ टिप्नु। वातावरण क्षेत्रसँग यो अध्ययन अनुसन्धान गर्यो अथवा सहयोग पुर्यायो भने यसलाई चाहिँ दिने कुरा हो। कुरा बुझियो? ल यसरी चाहिँ लेख्नु पर्यो। कुरा बुझियो? यो बुझ्यो कि बुझेन भन्नु त, त्यसरी चाहिँ ख्याल गर्नु पर्यो। ल अब यो प्रत्येक वर्ष दिन्छ। अब यहाँ त 2025 को चाहिँ यो ब्लू प्लानेट अवार्ड कसलाई दियो भनेर आउन सक्छ। 2025 को ब्लू प्लानेट अवार्ड भनेको चाहिँ यो ज्याक्सन भन्ने मान्छेले पाएको थियो। यसरी सम्झेँ थिएँ मैले, फुल नेम त होइन, ट्याक्क सर्ट फर्म। यो फुल नेम अहिले म समसामयिक पढाउँदा देखाइदिउँला। अहिले मलाई यति याद छ, यो ज्याक्सन र यो के हो भने, यो भनेको जेर्नी भन्ने मान्छेले चाहिँ यो के भएको छ भने, दुईटा मान्छेले चाहिँ 2025 को यो ब्लू प्लानेट अवार्ड, अहिले मलाई सबै नाम चाहिँ याद भएन साथी हो। यो 2025 को मैले पढ्दा ज्याक्सन र जेर्नी भन्ने मान्छेले यो दुईटा, यो जे स्क्वायर भनेर सम्झेँ थिएँ कि मैले, जे स्क्वायरले पाएको। अनि यो ब्लू प्लानेट अवार्ड जे स्क्वायरले पाए। अनि अर्को ग्रिन बेल्ट मोभमेन्ट भनेको चाहिँ सन्देशको ब्याट समाएर, यो सन्देशको ब्याट समाएर लाउरिनीले चाहिँ मजाले मारिला भन्ने फर्मुला बनाएको छु कि मैले। त्यो सन्देशको ब्याट समाएर, अहिले एनपिएलसँग रिलेटेड हुनु पर्यो। त्यो लाउरिनी भन्ने मान्छे थियो क्या, लाउरिनीले चाहिँ त्यो मजाले मारी भनेर त्यो 6वटा महादेशका 6वटा देशकाले पाउँछ कि त्यो
वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेको अहिले आउँछ, त्यो फर्मुला म लेखाइदिउँला, यसरी सम्झेपछि यो सक्यो। यो प्रत्येक वर्ष दिन्छ हो ज्ञानेन्द्र, प्रत्येक वर्ष दिन्छ। यो आशाई फाउन्डेसनले चाहिँ यसको के गर्ने हो भन्दा प्रदान गर्ने हो है। ज्याक्सन र यो 3 लाइन एक जति बेला नि 3 लाइनै बिग्रिँदो रहेछ के हो यो जेर्नी भन्छ के, यो ज्याक्सन र जेर्नी चाहिँ त्यो के हो, लिजेट हो कि के थियो अहिले मैले ठ्याक्कै बिर्सेँ। ज्याक्सन र जेर्नी भन्ने मान्छेले पाएको यसरी चाहिँ भन्नु है। ल यति जाने नि इक्जाममा मिलिहाल्छ। इक्जाममा तपाईँले लेख्ने होइन टिक लगाइदिने हो। ज्याक्सन र जेर्नी, जे स्क्वायर मात्रै सम्झने, आउट। अगाडि जे आउँछ भने आउट, याम आउँछ भने गलत, सिद्धियो। त्यसरी चाहिँ ख्याल गर्नु। आशाई फाउन्डेसनले यो पुरस्कार दिन्छ कि कसले दिन्छ भन्दा आशाई फाउन्डेसन। यसरी चाहिँ ख्याल गर्नु वातावरण क्षेत्रको है। ल वातावरण क्षेत्रको ठुलो पुरस्कार हो प्रत्येक वर्ष यसरी है, हरेक वर्ष दिन्छ भनेर लेख्नु न, नभए तपाईँले त्यहाँ एउटा यो वातावरण क्षेत्रको यो पुरस्कार भयो है। अब अर्को पुरस्कार भनेको 2 नम्बरमा गोल्डम्यान इन्भाइरोमेन्ट प्राइज, गोल्डम्यान इन्भाइरोमेन्टल प्राइज भन्छ यो अर्को है। त्यो ब्लू प्लानेट अवार्ड भन्थ्यो, अहिले गोल्डम्यान इन्भाइरोमेन्टल प्राइज भनेको यो वातावरण क्षेत्रको, गोल्ड भनेपछि नोबेल भनेर सम्झिने, वातावरण क्षेत्रको नोबेल पुरस्कार हो। पुरस्कार तपाईँलाई भोलि इक्जाममा वातावरण क्षेत्रको नोबेल पुरस्कार कुन हो भनेर इक्जाममा प्रश्न आउन सक्छ। वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेको यो है हो। त्यो रोबर्ट बी ज्याक्सन सङ्गमले लेख्नुभयो। डाक्टर जेर्मी लिजेन्ड, मैले तपाईँलाई भनेको थिएँ नि, त्यो यहाँ सबै नआएको कि सङ्गम, त्यो मैले पढेको थिएँ ठ्याक्कै। त्यो कहिले 15-20 दिन अगाडि आउँदाखेरि पढेर मैले नोट गरेको थिएँ समसामयिक। अब तपाईँको यो भोलि विज्ञापन आउँछ, 1 हप्तामा मैले यही विषय वाइज के अरे आर्थिकको अन्तर्राष्ट्रिय सङ्घ संस्थाको दिगो विकासको छुट्टा छुट्टै टपिक्स बनाएर अनि राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रम गरेर सानो चाहिँ समसामयिक बुक निकालिदिन्छु। त्यो एकचोटि हेर्नु होला तपाईँहरूको सहयोगको लागि। त्यो फेसबुक पेजमा लेखेका नोटहरू अनुसार आउँछ कि त्यो। अब अनि यसरी चाहिँ वातावरण क्षेत्रको नोबेल पुरस्कार हो यो है। यो वातावरण यो त अहिलेको ठुलो पुरस्कार हो, यो नोबेल पुरस्कार हो। यो 1989 मा यसको स्थापना भएको वातावरण क्षेत्रको स्थापना भएको यो यसरी हेर्न पर्यो। र 1 वर्ष पछाडि दिन सुरु गरेको कहिले, दिन सुरु गरेको 1990 बाट हो। 1990 कहिलेबाट दिन सुरु गर्यो, ठिकमा आउँछ क्या। 1990 बाट दिन सुरु गरेको हो। र यसमा चाहिँ के हो त भने यसले प्रत्येक महादेशको एक-एकजना व्यक्तिलाई चाहिँ प्रदान गर्छ। एक-एकजनालाई चाहिँ यो जनालाई दिन्छ है, दिन्छ, एक-एकजनालाई दिन्छ। यो हेर्नु है, यो दिन्छ। यसको चाहिँ के हो त भन्दा सन्देशको ब्याटले, यसको फर्मुला मैले बनाएको थिएँ, यहाँ तपाईँलाई लेखिदिन्छु। सन्देशको ब्याटले, यो 2025 को ब्याटले, सन्देशको ब्याटले, सन्देशको ब्याट समाएर यो महादेश अनुसार हो कि। सन्देशको ब्याट समाएर लाउरिनीले सन्देशको ब्याट समाएर लाउरिनीले लुजा भनेर सम्झि, लुजा। सन्देशको ब्याट समाएर लाउरिनीले मारी लुजा। अनि 20 जना ओलीलाई भेट्न गएका भन्ने थियो। अब यहाँ म लेखाइदिनु नभए सर्ट फर्म, यो सबै नाम त मलाई नै अहिले आउँदैन साथी हो फेरि है। यो मैले यसरी सम्झिनँ अब यो कसरी बनाएको भने यहाँ म तपाईँलाई हेरिदिनु, यहाँ हेर्नु है। यो तपाईँलाई यसरी चाहिँ दिन्छु। यो यहाँ म यो भयो कि भएन भन्नु त। यो यसको फुल फर्म चाहिँ सर्ट फर्म म यहाँ लेखाइदिनु। मारिमुरा हो कि यो, मारिमुरा भन्ने मान्छेले है। मारिमुरा भनेको चाहिँ यो ल यसरी हुनु पर्यो है। अनि नोटै यही हो सबै।
यसरी त आउँदैन यो ज्ञानेन्द्र। अब यही फर्मेटमा त आउँदैन, यो क्लासमा पढाए जस्तो तरिकाले त नोट आउँदैन। नोट बजारको बुक जसरी आउँछ त्यही भएर यहीँ छ। ट्रिक चाहिँ हुँदैन, नोटमा चाहिँ ट्रिक हुँदैन। अब यसमा चाहिँ यो सन्देशको ब्याटले भन्ने चाहिँ अब यहाँ म लेखाइदिउँलाई यसरी यो है। ल यो भयो, यो भयो। यो प्रत्येक महादेशबाट एक एकजना व्यक्तिलाई दिन्छ कि यो प्रत्येक वर्ष दिन्छ। यो ख्याल गर्नु। यो वातावरण क्षेत्रको नोबेल पुरस्कार हो यो। अब यसमा यो फर्मुला कसरी हो भन्नु न फेरि। यो हेर्नु है। अब यो के हो त भन्दा चाहिँ 1900 उसबाटै दिएको थियो त है। मैले 1992बाटै दिन सुरु गरेको ब्लू प्लानेट अवार्ड त कसले सुन्नुभएको थियो। अनि यो भनेको एसिया क्षेत्रफलको आधारमा उता मिलाउनु पर्यो नि त। यो 1 नम्बर एसिया, 2 नम्बरमा अफ्रिका, 3 नम्बरमा उत्तर अमेरिका, पछि तपाईँले समसामयिक 4 नम्बरमा दक्षिण अमेरिका, यो अन्टार्कटिका, अनि यो युरोप, यो अस्ट्रेलिया हो। यो अस्ट्रेलिया यो क्षेत्रफलको आधारमा महादेश क्रम हुन् के। यो विश्वको भूगोल पढाउँछ है। यो भनेको चाहिँ यो महादेश हो। हेर्नु अब यहाँ तपाईँले के कुरा बुझ्नु पर्यो भने यो ब्याट सन्देश भन्ने मान्छे हो कि यो ब्याट सन्देशको ब्याट भन्ने छ नि। ब्याट सन्देश भन्ने नाम तपाईँले फेला पार्नुभयो भने यो एसियाको चाहिँ हो। एसियाको चाहिँ यसरी ब्याट, यो मङ्गोलियाको हो कि यो मङ्गोलियाको कुन एसियाको एउटा मङ्गोलियाको ब्याट सन्देश। अनि अर्को अफ्रिका भन्छ नि। यो अफ्रिकाको यहाँ समाएर भनेको छु नि मैले। यो सोमिया भनेर भन्छ। यो सोमिया है, अफ्रिकाको सोमिया भन्नेले मान्छेले पाएको छ। यो अफ्रिकाको भनेको ट्युमोरले अल्जे लिबियाका मौरी भन्ने फर्मुलामा मिल्थ्यो। यो ट्युमोरले भने ट्युमोर भनेको देशबाट यो पायो होइन। अनि उत्तर अमेरिकाको ट्युमरले हेर्नु त। यो उत्तर अमेरिकाको को हो त भन्दा लाउरिनी हो। अमेरिकाको लाउरिनी किन जान्न पर्यो सबै तपाईँले। यो अमेरिकाको कुन देशको भनेर भोलि जोडा मिलाउन आउँछ तपाईँलाई वातावरण समसामयिक। यो लाउरिनीले। अनि अब दक्षिण अमेरिका भनेको चाहिँ हेर्नु है, मारिमुराले भन्ने चाहिँ दक्षिण अमेरिका भनेको मारिमुरा। दक्षिण अमेरिकाको मारिमुरा भन्ने मान्छेले हो है। दक्षिण अमेरिकाको भनेको मारिमुरा भन्ने हो। यो भनेको पेरु के हो, पेरु है। अनि अर्को यो अन्टार्कटिकामा त देशै छैन, पढ्नै परेन, कति सजिलो भयो होइन। अनि अर्को 5 नम्बर अर्को भनेको चाहिँ यो के हो त भन्दाखेरि यो 20 जना भनेको थिएँ नि मैले। 20 जना भन्ने मान्छे हो यो युरोपको को हो त भन्दाखेरि अल्बानियाको मान्छे हो। अल्बानियाको मान्छे हो यो जान्नुपर्छ तपाईँले। अनि यो भनेको अर्को 20 जना ओलीलाई भेट्न गएका भनेको थियो नि। यो कार्लिस, यो भनेको चाहिँ ओलीलाई भनेको कार्लिस ओली भन्ने थियो का। कार्लिस ओली भन्ने मान्छे थियो हो। यो भनेको को हो त भन्दाखेरि यो क्यानाडा, यो भनेको चाहिँ क्यानरी आइसल्यान्ड भनेको चाहिँ आइसल्यान्डबाट पाएको थियो। यति जाने नि ल। यति ब्याट सन्देशको ब्याट समाएर लाउरिनीले मारी मुदा 20 जना ओलीलाई चाहिँ के गर्न गए भन्दाखेरि 20 जनाले ओलीलाई मार्लिस भनेर सम्झिन्। ओली भागेको थियो नि हेलिकप्टर चढेर, त्यही भएर 20 जनाले ओलीलाई मार्लिस भनेर सम्झिने। मार्लिस ल हेर्नु। अब मैले अहिले जाने जतिको तपाईँलाई यति हो। अब यहाँ एकले त पुरै लेख्दैन। ल हो ती ल अन्त मरी पेरु ती ठ्याक्कै तपाईँले हेर्नु एक तपाईँ कति राम्रो लेखिदिनु भएछ। ल यी मङ्गोलिया ती त्यो किन पायो भन्ने कुरा ती ट्युनिसिया अफ्रिकाको देश हो। यसरी हो तपाईँले भनेको यही सर्ट फर्म यति हो कि त्यो दुनियाँ किन पढेर भने इक्जाम मिलाउनै सक्यो। यसरी जानियो। ल कस्तो लाग्यो साथी यो भन्नु त। यसको फुल फर्म त अब मलाई नि अहिले थाहा छैन, पुरै लेख भने नि नाम। अब तपाईँलाई चाहिँ मैले यति सिकाइदिएको यो यसरी हो। हेर्नु सबै पुरस्कार मैले त्यसरी याद गरेको अहिले समसामयिक। ट्युनिसिया हो कि यो ट्युमर कहाँ हो, ट्युनिसिया लिबियाका मौरी ट्युनिसिया हो कि यो ट्युमर लेखिएको छ ट्युनिसिया हो। त्यो त फर्मुला गएछ कि हेर्नु है। तपाईँ बिचरा यहाँ कसले भन्यो ज्योतिले ट्युमर लेख्नुभएको छ भन्नुभएको छ। त्यो त फर्मुला ट्युमोरले अल्जे लिबियाका मौरी भन्छ क्या हो। यिनी भनेको
टिमोरले अल्जे लिबियाका मौरी भनेको चाहिँ यिनी कस्ता राष्ट्र हुन् भने यो अफ्रिकाका समान भाषा धर्म संस्कृति भएका राष्ट्र हुन् यिनी। भोलि यो अफ्रिकाको समान राष्ट्र धर्म संस्कृति भएको चाहिँ राष्ट्र कुन होइन भनेर तपाईँलाई प्रश्न आउँछ। हो त्यही भएर त ट्युमरले अल्जे भनेको सुरुको ट्युनिसिया हो कि त्यही ट्युमरै लेखिएछ। यसलाई चाहिँ ल यति भइसकेपछि यो बुझियो। र साथी हो कस्तो लाग्छ भन्नु त। अब भोलि मैले तपाईँलाई चाहिँ यो गराउँछु मैले यो अझ एकछिन हुन्छ अब क्लास। नआत्तिनु तपाईँहरू, पटक्कै नआत्तिनु, यहाँ खालि आत्तिनुहुन्छ मात्रै तपाईँहरू। क्लास चाहिँ ल सबैलाई मैले बोल्न दिएको छु त बोल्नु त ल के छ बुझिया साथी हो। यो लास्टको के लेख्नुभयो सर अस्ट्रेलियाको? हजुर अस्ट्रेलियाको यो कार्लिस भन्ने मान्छे हो क्या, कार्लिस ओले भन्ने चाहिँ यो हो। यो भनेको चाहिँ क्यानरी आइसल्यान्ड भन्नेको हो। यो सर्ट फर्म लेखाएको। यो तपाईँले यसो आज गुगलमा हानेर हेर्नु त यो है। ठिकै छ। अब यो फर्मुलामा जानिने हुन्छ। यो सन्देशको ब्याड समाएर लाउनेले मारी लुजा 20 जनाले ओलीलाई मार्लिस भनेर सम्झेपछि सिद्धियो क्या। हो यही भित्र परे सबै हैन त? हो सबै यही फर्मुला भित्र छन्, यही फर्मुला भित्र छन्। त्यही पनि यो कर्मैसँग छन् नि। फेरि यो एसियाको, यो अफ्रिकाको, यो उत्तर अमेरिकाको, यो दक्षिण अमेरिकाको, यो युरोपको, अनि त्यहाँबाट यो अरू चाहिँ अस्ट्रेलियाको। यो भनेको क्षेत्रफलको आधारमा कर्मैसँग छ नि त, त्यही अनुसार छ कि। अब जस्तै तपाईको सन्देशको मारिमुरा पेरुको, दक्षिण अमेरिकाको पेरु। अब सोमिया भन्ने छ नि यो अफ्रिकाको हैन? सोमिया भनेको अफ्रिकाको ट्युनिसिया, लाउरिनिया। सोमाए भन्ने बित्तिकै सोनिया सम्झिनु पर्ने भयो। हो सोनिया भन्ने सम्झिए सम्झे नि एक्जाममा मिल्यो कि सिद्धि। सर यो ब्लू प्लानेट अवार्ड नेपालको कुन व्यक्तिले प्राप्त गरेको छ सर? के रे ब्लू प्लानेट अवार्ड नेपालको कुन व्यक्तिले प्राप्त गरेको छ? कसैले पाएकै छैन अहिलेसम्म। अहिलेसम्म पाएको छैन? ग्लानेट कन्जर्भेसन अवार्ड त मुकेश चालिसले पाएको, अनि अर्को भुतो पुरस्कार पाएको डाक्टर कृष्ण पाण्डे। त्यो भनेको मुकेश चाली, त्यो ग्लानेट कन्जर्भेसन अवार्ड पाएको। त्यो भोलि आउँछ, नआत्तिनु फेरि त्यो छुट्टै है। त्यो बाँदर विषयले पाएको पुरस्कार राशि कति छ गोल्डम्यान प्राइजको सर? हजुर यसको यो गोल्डम्यान यसको पुरस्कार राशि त यो ठ्याक्कै यति छ भने ठ्याक्कै तोकेको त छैन। म हेरेर चाहिँ भनिदिउँला त। अब अहिले अपडेटेड गरेको रहेछ भने सबको राशि चाहिँ भेट्यो सर। नोबेल पुरस्कार पनि भनियो, तर पुरस्कार राशि कति रहेछ? ल एकचोटि हेरेर गरौँ। $75,000 रहेछ सर। सायद 5 लाख कति होला नि। त्यो एउटा ठाउँमा त्यो भन्छ, अर्को ठाउँमा अर्को भन्छ। त्यो तपाईँले भनेको 78 अमेरिकी डलर पनि भन्छ, 78,000 पनि भन्छ, एक ठाउँमा 115 पनि भन्छ। त्यो के हो? 75 सर, 75,000। त्यो चाहिँ एकचोटि त्यो आधिकारिक चाहिँ हो जस्तो मलाई लाग्दैन। अनि सर यो नोबेल पुरस्कार नोबेल प्राइज 2025 पनि पढ्छौँ नि हामी, साहित्यहरू भौतिकहरू के छ नि। त्यो छुट्टै हो। तपाईँ त यहाँ मैले सुन्नु, तपाईँलाई चाहियो भने म के अरे गणित शास्त्रको नोबेल पुरस्कार, अनि त्यहाँबाट यो भूगोलशास्त्रको नोबेल पुरस्कार, अनि यो वातावरण क्षेत्रको नोबेल पुरस्कार, यी छुट्टै हुन्। ती त अघि ती विधामा दिने भनेको त अर्थशास्त्र, चिकित्सा शास्त्र, भौतिक शास्त्र, शान्तिको होइन, साहित्यको ती नोबेल पुरस्कार छुट्टै हुन्। यिनी भनेका छुट्टै हुन्। तपाईँले भोलि इक्जाममा सबैले त्यो 5वटा पढ्छ, तर भोलि क्वेसन के सोध्छ? वातावरण क्षेत्रको नोबेल पुरस्कार पाउने व्यक्ति तलका मध्ये कुन होइन भनेर अप्सन दिन्छ, अनि डुब्छ। होइन त उताको पनि शान्ति पुरस्कार हो सोध्दो रहेछ के कहिलेकाहीँ। हो त्यो सोध्छ, तर चाहिँ यो ती त छुट्टै भइहाल्यो। मैले समसामयिक पढाउँछु, यो पनि अहिले याद गर्नु है। ल खरदारबाट कतिवटा सोध्छ सर? हजुर खरदारबाट कतिवटा सोध्छ सर? खरदारमा यसबाट 3 देखि 4वटा प्रश्न आउँछ। 3 देखि 4वटा प्रश्न आउँछ। एउटा प्रश्न 2 मार्क्स हुन्छ, 8 नम्बरको सोध्छ। सेक्सन अफिसरलाई 6 नम्बरको। सबै यही अघि कसले लेखेको थियो, खरदारलाई यति गाह्रो भन्नुहुन्छ, झन् खरदारलाई झन् गरी गाह्रो आउँछ। सर मैले नि सोधेको थियो के सर? ए तपाईँ त्यहाँ अब खुरुखुरु पढ्नु है, अब नसोध्नु यस्तो क्वेसन। हस् सर। ल अरूको केही छ भने भन्नु त। के समग्रमा बुझिएछ कि छैन लेख्नु त्यहाँ भन्नु। हस् सर, गुड नाइट सर। ल आज यति गरौँ। भोलि चाहिँ राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्ष पढेर आउनु। भोलि यसलाई